हाम्रो यस लमजुङ सम्पर्क समितिको 18औं अधिवेशन र 24औं द्वितीय उपाध्यक्ष लीलाबहादुर गुरुङज्यूलाई आफ्नो आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्छु। त्यसै गरी द्वितीय उपाध्यक्ष पवनराज बसौलाज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सहसचिव रामकृष्ण श्रेष्ठज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कोषाध्यक्ष शशि श्रेष्ठज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी एउटा स्थानमा सम्पूर्ण कार्य समितिका साथीहरूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दै त्यसै गरी साहित्यकार दीपक समिकलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सल्लाहकार प्रेम कुमारी गुरुङज्यूलाई अगाडि बसमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी महिला गुरुङज्यू पुरा यहाँलाई अवगत गराउन चाहन्छु। विक्रमसम्वत 2050 साल विधेयक रूपमा दर्ता भइसकेपछि अब अनवरत रूपमा यस लमजुङ पोखरा सम्पर्क समितिले आजको दिनसम्म क्रियाशील छ। यस संस्थामा 17औं अधिवेशन 22औं साना सभाता निर्वाचित भएर आइसकेपछि चाहन्छु। थोरै मन्तव्य एकदम छोटो मिठो मन्तव्य राखिदिनु होला। हाम्रा जति पनि मन्तव्य दिन बोलाइरहेको हुन्छु मैले यहाँबाट उहाँहरूलाई चाहिँ एकदम छोटो मिठो मन्तव्य राखिदिनु हुन। हाम्रा लमजुङ पोखरा महिला समितिका संयोजक पार्वती खनालज्यूलाई आफ्नो छोटो मिठो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लमजुङ पोखरा सम्पर्क समितिको आज 24औं साधारण सभा अठारहरूमा मेरो लमजुङ पोखरा महिला उपसमितिको संयोजक पार्वती खनालको तर्फबाट सम्पूर्णलाई स्वागत गर्दै नमन गर्न चाहन्छु। प्रमुख अतिथिको हातबाट पुरस्कार वितरण गरिदिनु हुन हामी सम्पूर्णले ताली बजाएर एकचोटि सम्मान गर्नु। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। किनकि त्यसै गरी पौडेल प्रमुख अतिथि गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री कृष्णगिरी अध्यक्ष मिति 2081 फागुन 24 गते। यसमा चाहिँ मीन बहादुर गुरुङ अर्जुन नेउपानेज्यूलाई यो प्रमाणपत्र त्यसै गरी प्रमाणपत्र गोकर्ण प्रसाद रेग्मीरा प्रमाणपत्र दिनु हुन हाम्रा प्रमुख अतिथिज्यूबाट 18औं अधिवेशन मा उपस्थित हुनुभएका सम्पूर्ण प्रति यति धेरै माया ममताको साथ हामीलाई चाहिँ यस संस्थालाई 1 लाख रुपैयाँ दिएर दिप कुमारी गुरुङज्यू यसमा लेखिएको बेला यो विशेष गरी हामीलाई शेष घलेज्यूलाई हामीले अतिथिको रूपमा प्रमुख अतिथिको रूपमा बोलाउने गरेका थियौँ। उहाँ आउन पाउनु भएन र त्यसपछि उहाँले हाम्रो आफ्नो सासुआमाको नामको तर्फबाट चाहिँ 1 लाख रुपैयाँ चाहिँ हाम्रो चाहिँ छोरी आफ्नो छोरी जमुना घलेर शेष घलेले चाहिँ आमाको नाममा चाहिँ यस सम्पर्क समाजका 1 लाख रुपैयाँ चाहिँ नगद चाहिँ प्रदान गर्नुभएको छ। किनकि संस्था भनेको यो सेवामूलक संस्था हो। छोटो भए पनि बोल्ने अवसर दिनुभएकोमा लामो त म बोल्न पनि सक्दिनँ र यसै अवसरमा आज हाम्रो हुन गइरहेको हाम्रो कार्यक्रममा जति पनि आजसम्म यो हाम्रो समितिलाई यहाँसम्म ल्याइ पुर्याउने हाम्रा कर्म यो सानो भए पनि सहयोग जस्तै
लगायत हामी प्रेम कुमारी दिदी र सूर्य बराल भाइले हामीले सानो भए पनि अक्षरको जुन खडा गरेको एकदमै समाजसेवी हुनुहुन्छ, एकदम बुद्धिजीवी हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ। हामीलाई एकदम साथ सपोर्ट, हाम्रो साथ सपोर्ट यो संस्था भनेको एकदमै सेवामूलक भएको हुनाले हामीलाई यहाँ कुनै पनि आर्थिक पाटो जोडेको हुँदैन। हामीलाई एकदम काम गर्न, जति पनि कार्य समितिमा बसेर काम गर्न अत्यन्तै गाह्रो पनि भइरहेको हुन्छ। त्यस कारणले जति पनि आउनुहुने, हाम्रा सहयोग गर्नुहुने, हाम्रा सहयोगीदाता जति पनि पुरस्कार पाउनुहुने, पुरस्कृत हुनुहुने, अझै आगामी दिनहरूमा अझै पनि पुरस्कार वितरण गर्न पाऊँ भन्दै अब भने हाम्रो समाजसेवी फेरि अर्को एकजना समाजसेवी हुनुहुन्छ मिन बहादुर गुरुङज्यू, आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लमजुङ पोखरा सम्पर्क समाजको 24औं वार्षिक साधारण सभा तथा 18औं अधिवेशनका सभापति छु। आजको यस कार्यक्रमका प्रमुख अतिथि लमजुङ जिल्लाका गौरव युवा नेता, गण्डकी प्रदेश सरकारका वन तथा बागवानी मन्त्रीज्यू, लमजुङ सहकारी संस्थाका अध्यक्ष विजयबहादुर गुरुङज्यू, मञ्च बनाउनु भएका सम्पूर्ण अतिथिज्यूहरू र मञ्चबाट पनि यता उपस्थित हुनुभएका सम्पूर्ण धेरै मैले व्यक्तिहरूको अनुहार देखाइछु। धेरै विज्ञहरू हुनुहुन्छ, धेरै चाहिँ सामाजिक व्यक्तित्वहरू हुन्छ। यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। भनिन्छ नि कर्का हल्लाउने हातले संसार हल्लाउन सकिन्छ भन्ने उक्तिका साथ 115औं नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। लमजुङ पोखरा सम्पर्क समाज समिति मलाई लाग्छ हामी लमजुङकै यति मात्रै होइन, पक्कै पनि आज जति छौँ यति मात्रै लमजुङको होइन, पक्कै पनि। यो लमजुङको यति थोरै किन भयो भन्दा मै जस्तो व्यक्ति लमजुङ पोखरा सम्पर्क समाजमा नआइदिएको कारणले अरू पनि आउनु भएन र सदस्यको रूपमा चाहिँ हामी धेरै छौँ, उपस्थिति कम छ होइन। म 2070 सालमा पोखरा झरेको। हरेक व्यक्ति व्यस्त नै छ, तर प्राथमिकता कुनलाई दिने भन्ने विषय, प्रधान विषय कुनलाई बनाउने भन्ने विषय। त्यसैले गर्दा मलाई लाग्छ लमजुङले हामी पोखरामा धेरै छौँ। लगभग पश्चिम लमजुङको त सर्लक्कै पोखरा छ र पूर्वी लमजुङबाट उत्तर लमजुङ, दक्षिण लमजुङ पनि सबै हामी पोखरामा धेरै नै छौँ। त्यही पूर्वी लमजुङको प्रमुख अतिथि माननीय मन्त्रीज्यू, यसमा आसीन सम्पूर्ण विशेष अतिथि लगेर हुनुहुन्छ। मेरा अघिल्ला दिनहरू अलि सक्रियताका साथ लमजुङ पोखरा सम्पर्क समितिमा उपस्थिति हुन सकेन, त्यस कारणले म एकदमै क्षमा चाहन्छु। अबका दिनहरू अलि बढी सक्रिय भएर यो समिति, यो समाजप्रति चाहिँ थोरै भए पनि योगदान दिने प्रयास गर्न चाहन्छु। त्यो पनि म यहाँलाई भन्न चाहेँ। म अहिले पोखरा महानगरपालिकामा काम गर्छु। अहिले अगाडि जिल्ला विकास समितिमा थिएँ, पछि समायोजनपछि महानगरपालिका छु। म इन्जिनियर पनि हो, म फरेस्टर पनि हो, म सोसियल सेक्टरमा पनि काम गरिराखेको छु अहिले। र यहाँहरू सबैलाई थोरै समयको अभावमा धेरै यहाँहरूसँग बोल्न चाहिन्छ। यहाँ सबैलाई अघिल्ला वक्ता ज्यूहरूले भनेअनुसार हामी हाम्रो ठाउँ, हाम्रो जिल्ला, हाम्रो जन्मभूमिलाई र हाम्रो कर्मभूमिलाई जोडेर केही न केही काम एकदम धेरै गर्न सक्छौँ भन्ने होइन। किनकि हाम्रो आफ्नै व्यक्तिगत लाइफ, आफ्नो व्यावसायिक लाइफ होला, आफ्नो पाटो छँदैछ। त्यसका अलावा केही समय चाहिँ हामी हाम्रो समाज, हाम्रो जन्मभूमि, हाम्रो परिवेशलाई पनि सम्झेर पक्कै पनि दिनेछौँ भन्ने कुरा यहाँहरू सबैलाई मैले भन्न चाहेँ। र आजको यस अधिवेशनमा पक्का पनि राम्रो क्रियाशील रहने समिति चयन हुनेछ भन्ने कुरामा म विश्वस्त छु। र यो कार्यक्रमलाई उत्तरोत्तर प्रगतिको पनि म शुभकामना दिन चाहन्छु। र आफ्नो ठाउँबाट, मैले मेरो ठाउँबाट
यहाँहरूलाई यो समितिलाई के सहयोग गर्नुपर्छ, समितिमा रहेर अथवा नरहेर के सहयोग गर्न सक्छु, पक्कै पनि हामी अझ बढी नजिक भएर अब काम गर्नेछौँ र के सहयोग आफ्नो ठाउँबाट के सहयोग गर्न सकिन्छ त्यो गरौँ नै भन्न चाहन्छु र यो कार्यक्रमको अझ बढी सफलताको शुभकामना दिँदै मेरो भनाइ अहिले यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। प्रकारका मानिसहरू हुनुहुन्छ, यसलाई हाम्रो लम्बीले विचार गरेर कार्य गर्नुपर्छ। जस्तै भन्नुभयो हाम्रो लम्बीहरूको विषयमा कुनै बाहिर खबरै पाउनु भएन, मतलब पाउनु भएन। मैले पनि एउटा सुनेर मात्रै आएको त्यसलेबाट थाहा पाएँ हाम्रो पोखर सम्पर्क समितिको कार्यक्रम समाएर त्यसमा बनाएँ र त्यसको मञ्चमा आसित विशेष अतिथि एवं अतिथिज्यूहरू र मञ्च सम्पूर्ण तनहुँगे दाजुभाइ दिदीबहिनीहरूमा तनहुँ सम्पर्क समाज लमजुङ्गे दाजुभाइ दिदीबहिनीहरूमा तनहुँ सम्पर्क समाजको तर्फबाट यहाँहरूप्रति हार्दिक नमन टक्राउन चाहन्छु। सर्वप्रथम त यस समाजको 24औं साधारण सभा एवं बढ होइन भेग सबै कुरा लमजुङका पनि विभिन्न भेगहरू छन् र सबैलाई समेटेर एउटा समाज, एउटा राम्रो चाहिँ समाज बनोस्, सबैले आत्मसात गर्ने, हामी लमजुङे हौँ भनेर आफ्नो मातृभूमिलाई सम्झिएर गर्व गर्ने चाहिँ वातावरण बनोस् र यस्ता कार्यक्रमहरूमा चाहिँ जाउँ जाउँ भन्ने वातावरण बनोस् भन्दै यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। पनि यो कार्यक्रम पनि राम्रो हुँदाहुँदै पनि यो अधिवेशनको बेलामा पनि उपस्थिति देख्दा अलिकति निराश जस्तो पनि भयो। समितिले प्रचार प्रसार पक्कै पनि गर्न थियो होला। सार्वजनिक सञ्जालमा त मैले राखेको दिएको थिएँ किन आउन र यसरी चाहिँ अब चाहिँ आउँदो अधिवेशनमा राम्रो उपस्थितिको लागि सबैले सहयोग गर्नुपर्छ। एकजना नेतृत्वले मात्रै गरेर हुँदैन, सबैजना सक्रिय भएर लाग्नुपर्छ र त्यो गरिमामा उपस्थितिको लागि अब आउने अधिवेशन पनि भएको हुनाले जो काम गर्न सक्नुहुन्छ, समय दिन सक्नुहुन्छ र यो सम्पर्क समितिलाई फराकिलो बनाउन सक्नुहुन्छ, त्यस्तो मनस्थितिको सदस्यहरू यहाँ आएर नेतृत्वलाई चाहिँ हातेमालो गर्न तयार हुने मानसिकताबाट मात्र यहाँ अब आउनुपर्छ जस्तो मलाई लाग्छ र अहिलेलाई चाहिँ अब अधिवेशन भएको हुनाले अधिवेशनको पनि शुभकामना दिँदै र मलाई पनि पूर्व अध्यक्षको हिसाबले यहाँ आमन्त्रण गर्नु। प्रमुख अतिथि माननीय मन्त्रीज्यू, विशिष्ट अतिथिज्यूहरू, लमजुङ पोखरा सम्पर्क समितिका पूर्व अध्यक्षज्यूहरू अगाडि बढिरहेको हो र आजका दिनसम्म आइपुग्दा सम्पर्क समितिले धेरै सामाजिक कार्यक्रमहरू गर्दै आइरहेको छ र हामीसँग 500 जना भन्दा बढी आजीवन सदस्यज्यूहरू हुनुहुन्छ। तर आजको उपस्थिति कम हुनुमा पनि किनभने आज बिहे व्रतबन्ध हरेक कार्यक्रमहरू भएको कारणले गर्दा पनि अलिक कम हुन पुगेका भनिन्छ यत्र नारेस्तु पूज्यन्ते रमन्ते तत्र देवता। सम्पूर्ण आमा दिदीबहिनीहरूमा र मातृशक्तिहरूमा म हार्दिक नमन व्यक्त गर्न चाहन्छु र 115औं अन्तर्राष्ट्रिय नारी दिवसको यहाँलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। श्रद्धेय आदरणीय अध्यक्षज्यू, लमजुङ पोखरा सम्पर्क समितिको अध्यक्ष कृष्ण गिरिज्यू, आजका प्रमुख आमन्त्रित व्यक्तित्व हाम्रो वन तथा वातावरण मन्त्री बेसान्त पौडेलज्यू, हाम्रो अत्यन्तै सामाजिक व्यक्तित्व हरिप्रसाद बरालज्यू, त्यस्तै गरी हाम्रो अतिथिकै रूपमा हाम्रो लमजुङबाटै आउनुभएको मैले देखिरहेको छु आदरणीय इन्जिनियर भाइ दिपेन्द्र रावलजी र मञ्चमा आसित हाम्रो छिमेकी जिल्ला र धेरै हाम्रो जिल्ला मध्येमा धेरै एरिया कभर गरेको तनहुँ जिल्लाको प्रतिनिधित्व गर्दै आउनुभएको हाम्रो तनहुँ जिल्लाको अध्यक्षज्यू, मञ्चमा आसित विशिष्ट व्यक्तित्वहरू, लमजुङ सहकारीको अध्यक्षज्यू र आज मात्रै संरक्षकत्व प्रदान गर्नुहुने ग्रहण गर्नुहुने हाम्रो अर्जुन ढेपाने सर, लामो समय पोखरामा बिताउनु भयो उहाँले पनि, र यस संस्थाका सल्लाहकारज्यूहरू, यस संस्थाका
संरक्षक सदस्यज्यूहरू आजीवन सदस्यज्यूहरू र मैले देखिरहेको छु हाम्रो लम्बु पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रबन्धक लगायत कर्मचारीज्यूहरू र उपस्थित सम्पूर्ण लम्बु दाजुभाइ तथा दिदीबहिनीहरू, हामी आज यस लम्बु पोखरा सम्पर्क समितिको 24औं साधारण सभा तथा 18औं अधिवेशनमा उपस्थित भइरहेका छौँ। यस महिला नेतृत्वको पनि कुरा अझै हामीले सर्वसम्मत रूपमा अरू महिला दिदीबहिनीलाई नेतृत्व दिएर अध्यक्ष दिएर हामी यहाँबाट चाहिँ आजको कार्यक्रम सम्पन्न गर्न सक्यौँ भने अझै सुनमा सुगन्ध हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दै म बिदा हुन चाहन्छु। उहाँहरूले भूमिका निर्वाह गर्नुभयो, उहाँसहित सम्पूर्ण पदाधिकारीहरूलाई पनि म यस अवसरमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। यदि उहाँहरूले त्यसरी मेहनत गरेर यहाँसम्म नल्याएको भए आज हामी छिन्न भिन्न अवस्थामा पाउने दिनहरू त्यस्तो नआओस्। आज हामी नेपालीहरू गर्व गर्नुपर्छ, कति राम्रो संस्कार संस्कृति छ, हामी हाँस्न पाएको छौँ। आज मान्छे संसारमा हाँस्न पाएको छैन, जहाँ जहाँ हाँस्न पाएको छैन, जहाँ जहाँ संस्कार छैन, संस्कृति छैन, त्यहाँ युद्धै मात्रै चलेछ। कोही ठाउँ पानीको युद्ध चलेको छ। त्यस भएको हुनाले दिदीबहिनीप्रति चाहिँ एकदमै आभार प्रकट गर्न चाहन्छु भने संस्थाको अध्यक्षज्यूले एकदम राम्रो गर्नुभयो, त्यसलाई धन्यवाद भन्न चाहन्छु। इच्छा जाहेर पनि गर्नुपर्छ र त्यहाँ निरन्तर लमजुङ पोखरा सम्पर्क समिति मेरो घर हो, माइती हो, मामली हो भनेर लागिरहनु पनि पर्छ। यस कारणले मेरो यहाँहरूसँग अनुरोध छ, हामी फुटेर होइन, फुटेर त केही कुरा हुँदैन, हामी एक आपसमा जुटेर मात्रै यी खालका कुराहरू सम्भावना हुन्छ। र धेरै कुरा नबोल्नु, आज 115औं महिला दिवस, महिला दिदीबहिनीहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना पनि पक्राउँछु। अभिनेताका रूपमा रहनुहुने दाजुले भन्नुभयो लमजुङ जिल्ला अहिले यो नेपालमा मात्र होइन, संसारभरि लमजुङ जिल्लाको देवबहादुरले सिर्जना गरेको ठाडो भाका चर्चित छ। त्यसै गरी राष्ट्रकवि माधव घिमिरे जन्मिएको कविहरूको जिल्ला भनेर उत्तिकै चर्चित छ। तपाईँको चाहिँ 2007 सालमा बाहुनहरूले हलो जोत्नु हुँदैन भन्ने जुन अभियान थियो, परम्परा थियो, रूढिवादी सोचाइ थियो, त्यसलाई तोड्दै प्रमाणहरूले हलो जोतेर सामाजिक क्रान्ति सुरुवात गरेको जिल्ला, वीर भक्ति थापाले जन्म लिएको जिल्ला र सिङ्गो तपाईँको चाहिँ नेपालको एकीकरणको सुरुवात गर्ने शाहवंशीयको उद्गम स्थल, विभिन्न धार्मिक स्थलहरूले परिचित जिल्ला, पर्यटनका हिसाब किताबले अन्तर्राष्ट्रिय क्षेत्रमा घलेगाउँ, काउलेपानी, राइनसकोट, पुरानकोट जस्ता ठाउँहरू आज चर्चित बनेका छन्। विभिन्न धार्मिक चाहिँ मठ मन्दिरहरू, देवालयहरू रहेका छन्, कालिकाका मन्दिरहरू रहेका छन्, विभिन्न पोखरीहरू छन्, दुध पोखरी छ, मेमे पोखरी छ, 12 पोखरी छ। यो चाहिँ विभिन्न चाहिँ ठाउँमा एउटा पर्यटनले अवलोकन गर्ने थुप्रै पर्यटकीय स्थलहरू रहेको जिल्ला। त यसलाई हामीले चाहिँ हाम्रो देश र हाम्रो संसारमा हाम्रो जिल्लालाई जो जहाँ रहे पनि यसलाई चाहिँ प्रचार गर्ने र आफ्नो गौरवलाई बढाउने काम हामी जहाँ रहे पनि हाम्रो चाहिँ मातृभूमिप्रति हाम्रो दायित्व हो भन्ने लाग्छ। त्यसमा तपाईँहरूले जुन प्रयत्न गर्नुभएको छ, भोलिका दिनमा अझ यसलाई प्रगाढ रूपमा अगाडि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। मेरो तर्फबाट मैले गर्नुपर्ने सहयोगका लागि म आफ्नो तर्फबाट हर तरहले सहयोग गर्ने वचनबद्धता पनि म यहाँ व्यक्त गर्न चाहन्छु। र म मस्याङ्गी बहुमुखी क्याम्पसको प्रतिनिधित्वमा यहाँ मलाई आमन्त्रण गर्नुभयो र मस्याङ्गी बहुमुखी क्याम्पसको पनि मैले छोटकरीमा केही जानकारी गराउनु पर्ने मेरो दायित्व रहन आउँछ। मस्याङ्गी बहुमुखी क्याम्पस विद्यार्थीहरू पठन पाठन गर्छन्, त्यसले क्युए सर्टिफिकेट प्राप्त गरेको छ, अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ। त्यो म अहिले निवर्तमान अध्यक्ष रहेँ, मभन्दा अगाडि अध्यक्ष हुनुहुन्थ्यो हाम्रो आजको प्रमुख अतिथि हुनुहुन्थ्यो, उहाँ पछाडि म अध्यक्ष रहेँ। उहाँको जगमा र मेरो कार्यकालमा त्यसले चाहिँ अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्यो, क्युए प्राप्त गर्यो, 70 क्याम्पसभित्र छनौट भएको छ। र त्यो कलेजले धेरै हाम्रो चाहिँ लमजुङवासी भाइ बहिनी विद्यार्थीहरूलाई पठन पाठन गर्ने सुविधा उपलब्ध गराएको छ। र त्यो संस्थाको निवर्तमान अध्यक्षको पदका हैसियत यहाँ बोल्न दिनुभयो। त्यो संस्थाको तर्फबाट पनि तपाईँहरूको यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। आज र अहिलेको सन्दर्भमा भन्नु पर्दाखेरि
वर्तमान अध्यक्ष कृष्णगिरीज्यू एकदमै एउटा सशक्त र ऊर्जावान व्यक्तित्व हुन्छ। उहाँले एकदमै निष्पक्ष ढङ्गले काम गर्ने र केही गरौँ भन्ने एउटा जुझारु व्यक्ति भएको नाताले पनि यो पदमा हामी दुवै संस्थाको दुईजना दाजुभाइहरू मिलेर काम गर्न एकदमै मलाई सहज अनुभव भइरहेको छ र धेरै व्यक्तित्वहरूबाट पनि हामीलाई साथ र सपोर्ट पाइरहेका छौँ र तसर्थ यिनै कुराहरू राख्दा अहिलेको वर्तमान परिप्रेक्ष्यमा पनि सागरप्रतिको नकारात्मक त्यत्रो धारणा हावा आउँदाखेरि पनि हामीलाई खासै धेरै ठुलो कठिनाइहरू जोड्न त परेन, तैपनि अलिअलि प्रभाव त पर्छ नै र त्यसलाई मैले पटक पटक अनुरोध गर्दै आइरहेको छु कि यो खराब र सही आशा छुट्याउनलाई हामीले एउटा निस्वार्थ भावले काम गर्ने व्यक्तित्वहरू र उहाँहरूको सद्भावलाई हामीले आवश्यक पर्ने हुन्छ र हामीलाई साथ र सपोर्ट आवश्यक पर्ने हुन्छ। तसर्थ यो सागरलाई जोगाउने काम पनि यो सम्पर्क समितिको पनि हुनुहुन्छ, किनभने एउटा बाबुआमाले निस्वार्थ भावले एउटा छोरा जन्माएपछि त्यो छोराको अल्प आयुमै कतै केही भयो भने, निधन भयो भने अथवा त्यसको अभाव भयो भने के हुन्छ होला, कस्तो अभिगत हुन्छ होला। तसर्थ यो माउ संस्थाले त्यो संस्थालाई पनि जोगाउनु पर्ने दायित्व हुनुहुन्छ। तसर्थ यस कार्यक्रमका विशेष अतिथि लमजुङ पोखरा सहकारीका अध्यक्षज्यू, त्यस्तै मस्याङ्गी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्षज्यू, लमजुङ डाक्टर हर्कको जिल्ला तपाईँको ज्ञानको देशको जिल्ला, त्यहाँ बिमा कुमारी दुरा के अरे राजु परियार, कृष्ण गुरुङ लगायतका धेरै सङ्गीतका स्रष्टाहरू हुनुहुन्छ। त्यहाँ लमजुङको आफ्नै महत्त्व भएको आफ्नै पहिचान हुनुभएको छ। हामी सङ्ख्यात्मक हिसाबले कम छौँ, अलिकति कमजोर भयौँ कि भन्ने हामीले सोचेका छौँ। कति पनि त्यो सोच्दिनँ। हामी यहाँ जति छौँ त्यो कुनै न कुनै क्षेत्रमा यो समाजमा नेतृत्व गर्ने मान्छेहरू व्यक्तिहरू छौँ। कोहीले महिला समाजको नेतृत्व गरेछ, कोहीले एनजिओको नेतृत्व गरेछ, कोहीले पुरुषको नेतृत्व गरेको छ, भन्न कोहीले व्यावसायिक नेतृत्व गरेको छ, कोहीले राजनीतिक नेतृत्व गरेको छ, कहिले धार्मिक नेतृत्व गरेको छ। या कुनै न कुनै ठाउँमा तपाईँहरू नेतृत्वदायी भूमिकामा रहनुहुन्छ। त्यसकारण जो नेतृत्वदायी भूमिकामा रहनुहुन्छ, जो अलिकति सामाजिक हुनुहुन्छ र सामाजिक काममा अलिक बढी आफूलाई व्यस्त बनाउनुहुन्छ, त्यो व्यक्तिहरू यहाँ आउनु भएको छ। मलाई जहाँसम्म लाग्छ यहाँ आए बापत के अरे पुरस्कार र नआए बापत तपाईँलाई जरिमाना केही पनि छैन। कतिपय ठाउँमा जरिमाना राखिन्छ, त्यस कारण नआयो भने जरिमाना हुन्छ भने सबै आउँछ। मेरो भाइ भन्नुभयो, ताली बजाउनु भयो, मेरो भाइलाई भन्नुभयो। जानु न माननीय ज्यूको हातबाट सम्मान गर्दै हुन हार्दिक
थ्याङ्क यू बाबा। त्यसै गरी सल्लाहकार त्यसै गरी दिलकुमारी गुरुङज्यूलाई अगाडि आएर सम्मान त्यसै गरी सल्लाहकार व्यवसायी आदरणीय शेष भले जसले चाहिँ अस्ट्रेलियाको मैले तनहुँको अध्यक्षलाई बोलाएँ, गोर्खाको अध्यक्षलाई पनि बोलाएको थिएँ, उहाँ आउनु पाउनुहुन्न, बिहाको कार्यक्रममा छु भन्दा पनि स्याजोको अध्यक्षलाई पनि बोलाएको थिएँ, बिहाको कार्यक्रममा छौँ, हामी आउनु पाउनु भन्नु पर्वतकोलाई भनेको थियौँ, पनि बिहा छ सही यताबाट गरिदिनु ल। अब घुमाइ हुन्छ हजुरको भयो खाजा? खाइसकेँ, खाजाको खाजा है। हजुर खानुहोस्, मिठो मानेर यो भ्लगमा जान्छ। हेलो विष्णुलाई हाई। टच गरेपछि भइहाल्छ। ल म लागेँ। ओके शुभयात्रा। मलाई त पर्दैन थियो। भयो उपस्थित हुनुहुन्छ नयाँ कविता भन्ने पनि हामी एकदम भाग्यमानी छौँ कि हामीले आज सम्पर्क समाजसँग हामीले नारी दिवस त्यसै गरी द्वितीय उपाध्यक्ष हुनुहुन्छ लीला बहादुर गुरुङ, उहाँले पनि माया देखिनु दिनु हुँदा हाम्रो संस्थाका तृतीय उपाध्यक्ष पवन राज असौलाज्यू, उहाँलाई पनि माया देखिनु दिनु हुन यस संस्थाका सचिव पनि यस संस्थाको सचिव हरेक कार्यक्रमको संयोजक है, त्यसमा त अब हामी केही हरेक पटक संयोजक गर्ने, हरेक ठाउँमा सल्लाह लिने हाम्रो त्यसरी हामीले संस्थामा काम गरे बापत नि हामीले केही एउटा पुरस्कार पाइन्छ भन्ने कुरो सबैलाई जानकारी होस्। र त्यसै गरी त्यसै गरी यस संस्थाका कार्य समिति चन्द्रकला गुरुङज्यू अगाडि आएर आफ्नो माया देखिनु लिइदिनु हुन र संस्थाका अध्यक्षज्यूबाट किनभने उहाँ सदस्य भए पनि हरेक पटक एकचोटि फोन गरेर उहाँले आफैले फोन गर्नुहुन्थ्यो है, हरेक पटक। त्यसै गरी
कार्य समितिका सदस्य चेतबहादुर रावलज्यू, उहाँलाई पनि आफ्नो अगाडि आएर आफ्नो मागको चिन्ह लिइदिनु हुन र संस्थाका अध्यक्षज्यूबाट रङ गरिदिनु हुन पार्टीबाट गराउन गरिदिनु र सम्पूर्णले ताली बजाएर उहाँलाई अवसर प्रदान गरिदिनु पार्टी अनुरोध गर्दछु। सम्पूर्णलाई बनाएर एउटा निर्णय गरेर एउटा जिम्मा दिनुभएको छ। दिदी धेरै बधाई छ। अझै सक्रियताबाट शासनको दीर्घायु पनि कामना धेरै धन्यवाद निर्वाचन टिमलाई र यो शपथ ग्रहणको पेपर हातमा लिने क्रममा हार्दिक अनुरोध गर्न चाहन्छु। साथीहरू आफ्नो शपथ ग्रहण पेपर अगाडि लिइदिनु होला र आजको यस निर्वाचन मण्डलको संयोजक हाम्रो यस संस्थाको पूर्व अध्यक्ष आदरणीय गजेन्द्रमान श्रेष्ठज्यूलाई निर्वाचित अध्यक्ष सदस्यसम्मका सम्पूर्ण निर्वाचित समितिलाई शपथ ग्रहण गराइदिनु म अनुरोध गर्न चाहन्छु। साथै फोटो एकछिन खिचौँ है, एकछिन पछि शपथ ग्रहण गरिसकेपछि पुगिसक्यो। भोलिदेखि भोट पनि लगाइदिनु पर्छ ल है। अब अध्यक्ष ल रेडी आयो, अब रेडी ल अरे रामकिता के खाता कता गए किन आउन कि अरूलाई लाइदिनु पर्ला त आयो।